कृष्ण सर के छ डे 2 सम्म आइपुग्दाखेरि तपाईँलाई कस्तो लागिरहेको हाम्रो पोडकास्टको बारेमा कस्तो लागिरहेको नि हो र राम्रो लागिरहेको छ, हौसला चाहिँ मिलिरहेछ होइन। साथीहरूको पनि साथ सपोर्ट चाहिँ पाइरहेका छौँ। अब यहाँ मेरो साथीहरू पनि हुन्छ चरङ्गेमा चाहिँ सबै साथीहरू हुनुहुन्छ होइन, उहाँहरूको पनि साथ सपोर्ट चाहिँ एकदम राम्रो नै छ। त्यसले गर्दाखेरि चाहिँ आफूलाई काम गर्नलाई चाहिँ एकदम हौसला मिलिरहेको छ। काम चाहिँ सुरु भइरहेको छ। लगभग अब यहीको 4-5 दिनभित्रमा, 1 हप्ताभित्रमा चाहिँ हुन्छ कि भन्ने आशा राखेछौँ। हुनसक्छ त्योभन्दा बढी लाग्न सक्छ, तर पनि जारी नै छ। हामीले चाहिँ मर दिवसको दिन चाहिँ ओपनिङ गर्ने भन्ने हामीले सोच चाहिँ गरिरहेका छौँ। काम चाहिँ कहाँसम्म पुग्छ त्यतिखेर चाहिँ थाहा हुन्छ। सकेसम्म हामी चाँडै नै हजुरहरूलाई चाहिँ यो ओपनिङमा चाहिँ निमन्त्रणा गर्न पाऊँ भन्ने आएर साथ सपोर्ट दिनु होला, सपोर्ट गरिदिनु होला। हामी दुई युवाले चाहिँ केही गरौँ देशमा, सानो लगानीबाट पनि देशमा केही गर्न सकिन्छ भन्ने एउटा सन्देश पनि हुन्छ। त्यसको लागि चाहिँ हामीले गरिरहेछौँ, मिहिनेत गरिरहेछौँ। हेर्दै जाउँ के हुन्छ, पछि कुरा त पछि नै थाहा हुन्छ।